सुदन सर, बालेन सर, रवि सर, सुदर्शन सरलाई एउटा मेसेज छ। हजुरहरूको फोटोमाथि खेलवाड गरेर सामाजिक सञ्जालमा हाल्छ, नराम्रो नराम्रो फोटो बनाएर हाल्नुहुन्छ। उनीहरूलाई सामाजिक सञ्जालबाट पत्ता गरेर उनीहरूलाई पक्राइ गर्न कारबाही गर्नुहोस्। और जति पनि आन्दोलन गरेर रोडमा आएको छ उहाँलाई सबैलाई समातेर जेलमा हालिहाल्नुहोस्। होइन भने धेरै ठुलो सङ्ख्यामा जुलुस आउँछ। सानै जुलुसमा नियन्त्रण गर्नुपर्छ। र उनीहरू थाहा छ घरमा एउटा आइमै छैन भने घर चलाउन कति गाह्रो छ। त्यो जो धेरै बोल्छ ओलीको बारेमा आई लभ यू भनेर ओली आई लभ यू भन्छ नि, उनीहरूलाई एक महिनासम्म जेलमा हालिदिनुहोस्। थाहा पाउँछ तिनीहरूले आफै, अनि भिख माग्न आउँछ। त्यहाँबाट उनीहरूसँग लेटर लेखाउनुहोस्। अबदेखि न सडकमा जुलुसमा आउँदैन, आन्दोलन गर्दैन भनेर माफी मागेपछि बल्ल छोड्ने निर्णय गर्नुहोस्। कति गाली गलौज दिन्छ मान्छेहरूले, किन सहाएर बस्नु भएको? कडक एक्सन लिनु न। धन्यवाद छ।